हामीले माछा पनि हेऱ्यौँ गाई चाहिँ ल गाइस टक्कसँग आज चाहिँ हामी घोराइतिर आएको थियौँ यसो घोराइतिर आएर अनि के गरौँ भनेको यसो चल्यौँ त डरतिर भनेर हामी चाहिँ दुईवटा बाइकमा 4 जना यस्तो डरतिर चल्लेको है बिच बाटोमा यस्तो दामी सिन आएको छ हामी चाहिँ दुईवटा टिम है अनि म चाहिँ यसो भिडियो बनाउँदै अगाडि चल्लेको केटाहरू चाहिँ अगाडि गइरहेको थियो हामीले चाहिँ बाटो थाहा पाएर गाह्रो परिरहेको थियो नि त हामी चाहिँ फेरि कुन बाटो हो भनेर यसो बाटोमा सोध्दै गएको हामी चाहिँ पुगिसक्यौँ है अहिले चाहिँ हाम्रा केटाहरू चाहिँ यता छन् है हामी चाहिँ पुग्यौँ बाटो भुलेर है हामी चाहिँ माछा पनि हेऱ्यौँ है माछा ठुल्ठुलो रहेछन् अनि केटाहरू चाहिँ यता के भनिरहेको छ म चाहिँ यसो हाँस्दै अगाडि निस्किदिएको है अब चाहिँ हामी यसो फोटोसोटो भिडियो खिचेर हामी चाहिँ निस्क्यौँ है किनकि हाम्रो अब बादल पनि पानी पर्ने जस्तो गरेको थियो नि त त्यही भएर हामी चाहिँ निस्किदिएको है बिच बाटोमा भिजाएपछि गाह्रो पर्दैन नि त त्यही भएर हामी छिटै निस्किएको अनि के कस्तो लाग्छ आजलाई यति नै बाँकी नेक्स्ट भिडियोमा त्यसको लागि वेट गरी बस्नु होला।